है गाइज हाम्रो यो चाहिँ यो माथिको सेतो भवन चाहिँ हाम्रो शिवपुरी 2 वडा कार्यालय भवन। हाम्रो यो चाहिँ बोदलङ भूमि माध्यमिक विद्यालय। हाम्रो यो चाहिँ यो हाम्रो तामाङ भाषा अनुसारकै राखेको चाहिँ कुलेबा भन्छ हैन, कुलेबा रे क्या, कुलेबा। खासै यो पहिलेको पुर्खाहरूले चाहिँ कुलेन पूजाहरूले चाहिँ सकेपछि हाम्रो चाहिँ अब यो कुलेनलाई मन्साउने क्रममा चाहिँ जस्तै लाफाङ्सी गर्ने भन्छ नि हैन, त्यसै बेला त्यतिखेर चाहिँ यो डाँडामा चोखो ठाउँ कहाँ पाइन्छ भने त्यहाँ ल्याएर फाल्ने गर्थ्यो रे। त्यो कुलेबा भने कुलेनलाई चाहिँ मन्साउने डाँडालाई भनेर चाहिँ छुट्याएको। लास्टमा आज भोलि गर्दै गर्दै भन्नेले एउटा गर्नेले एउटा सुन्नेले एउटा गर्दै लास्टमा कुलेबा हुँदै गएछ हैन, गएको रहेछ। त्यही भएर यसलाई चाहिँ कुलेबा भन्छ, कुलेबा प्ले भन्छ। यहाँ चाहिँ हाम्रो सबै तामाङ बस्तीहरू छ। यो अलि माथि गएपछि अब नेवार अनि छेत्री बाहुनहरू हुनुहुन्छ। माथि माथि गुरुङहरू पनि छन्। अब यता यो माथि गएपछि फेरि तामाङ बस्ती, फेरि सबै यो माथिको सबै यो माथि चाहिँ तामाङ बस्ती। यो माथि भए चाहिँ अनि यसलाई चाहिँ हामीले कराङलुङ भन्छ रहेछ हैन। पहिले नै अब त्यो मान्छे तामाङ भाषामा राखेको शब्द हो यो चाहिँ। फेरि अब यो जस्तै यो अहिले उल्टा गर्दै जान्छ, धेरै नै फरक छ हैन। त्यहाँबाट माथि गएपछि अब एउटा तामाङ गाउँ नै हो सबै। यो माथि चाहिँ हाम्रो प्रायः सबै तामाङ बस्ती छ। यो स्कुलदेखि तल चाहिँ अलिअलि छेत्री बाहुनहरू छ। यो माथि सबै तामाङ बस्ती हो। यो तामाङ बस्ती तारगाउँ भन्छ। त्यहाँबाट तल्लो तारगाउँ, माथिल्लो तारगाउँ, वल्लो पल्लो भन्ने छ धेरै नै हैन। थिङडोल, घिसिङडोल, गुम्बाटोल भन्ने छन्। यो डाँडाबाट टक्क सलक्क अलि उता पर गएपछि लामाटोल भन्ने धेरै छ। अनि यो माथि यो त्यो डाँडामा अलिकति पुरुक्क परेको जङ्गल छ, त्यो चाहिँ तारगामलाई ढकुदोङ भन्छ। त्यो चाहिँ त्यहाँ चाहिँ देवी थान छ। त्यहाँ चाहिँ किन यिनीहरूको चाहिँ 7 कन्या देवी, यिनीहरूको दिदीबहिनीहरू छ। तल यहाँ छ एउटा, यहाँ तल लिखु 3 मजुवाम भन्नेमा छ, एउटा नेपाने भन्नेमा छ एउटा यिनीहरूको। अनि एउटा यो खोलेगाउँ भन्ने उसमा चाहिँ समुद्र देवीमा छ हैन। यिनीहरूको 7 वटा दिदीबहिनीमा एउटा, दुईटा, तीनटा, 4 दुईटा चाहिँ तल कता छ यो मलाई त्यति थाहा छैन। यिनीहरूको दिदीबहिनी भएको यो चाहिँ देवी, मान्छेले भन्छ देवी देवता हुँदैन भन्छन्। तर यिनीहरूको तर यहाँको चाहिँ हामीले यताउता त्यो जङ्गल वरिपरिको दाउराहरू चलायो यताउता भने चाहिँ त्यो मान्छे चाहिँ तुरुन्तै अहिले बेलुकी चलाएछ भने बिहान बिरामी भइसक्छ है। दिउँसो चलाएछ भने बेलुकी बिरामी हुन्छ। यहाँ चलाउनु भएन। त्यहाँको काठ दाउरा र जस्तै घाँस पात जे झरेको छ भने त्यो टिपेर मेरो घर लान्छु चाहिँ भन्नु भएन, लोभ गर्नु भएन। जहाँ छ त्यही छोडिदियो भने केही पनि हुँदैन। त्यो चाहिँ देउताको शक्ति चाहिँ त्यति छ है गाइस। हाम्रो यो वडा कार्यालय हुँदै तल गएपछि हाम्रो यसलाई तल गएपछि आइपुग्छ। अब यहाँ चाहिँ रिठा बोर्ड भन्छ यसलाई चाहिँ खास चाहिँ हैन। हाम्रो यहाँलाई चाहिँ रिठा बोर्ड भन्छ। यो उसलाई चाहिँ रिठा बोर्ड भन्छ। यो खास बोदलङ भूमि मावि हो। अब यहाँबाट गर्दै गएपछि यहाँबाट तल गएपछि यो पहिले चाहिँ अनेक नाम राख्छ कि मान्छेहरूले हैन। उ तल गएपछि रबोको गाङ भन्छ। अब बाख्राको बोका पनि डाँडा भन्छ त हेर्नै गाछ। त्यही भएर त्यहाँ तल यो हरियो जस्ता घर छ। त्यहाँबाट घरको त्यो टर्निङनिर पुगेपछि अलि तल पुगेपछि त्यहाँ एउटा माने छ है। त्यहाँ चाहिँ राँसा पोगाङ भन्छ। पहिले चाहिँ अब गोरेटो बाटो थियो। हाम्रो एउटा कार्की हो कि खोइ के को घर हुन्थ्यो। हामी सानसानो हुँदा त्यहाँ पढ्न जाँदा हामी प्रायः हामी यता चाबा बोर्ड पढ्ने, यता अनि बोदलङमा पढ्ने छ। हाम्रो प्रायः गेम हुन्थ्यो। अहिले जस्तो चाहिँ भलिबल फुटबल यो हुन्थेन। हामी त्यतिखेर चाहिँ हाजिरी जोफा भन्ने हुन्थ्यो। अनि त्यहाँबाट चाहिँ हाम्रो गुच्चा खेलाइ हुन्थ्यो। चम्चामा चाहिँ गुच्चा बोकेर हिँड्ने अनि बेदन फुटाइ हुन्थ्यो। त्यतिखेर हाम्रो गेम। अहिले म लगभग म 56 सन, हाम्रो 54-55 सालको गेम हो त्यतिखेरको हैन। अहिले आएर हामी यहाँ तल गएपछि हाम्रो शिवालय दोभान आइपुग्छ। त्यो टर्निङ भनेको यो तल आँखुको टर्निङ हो नि गाइस। यो पल्लो यो टर्निङ तल आँखुको
यो भन्दा वारीपट्टि त्यो डाँडा एउटै देखिन्छ हैन। योबाट अलि सिधी परेको बाटो हुँदै गएपछि तल पुग्यो, तल शिवलाई दोभानमा पुग्छ। यो चाहिँ हाम्रो त्रिशुली जाने मेन हाइवे। यो पल्लो टर्निङ चाहिँ हाम्रो उता सुन्द्रेजल सिन्धुपाल्चोकबाट हुँदै मेलाम्ची निस्किने बाटो नि यही हो है गाइस। पहाडी लोकमार्गको मेन बाटो यही हो।